चाहिँ अब मलाई धन्यवाद भन्दा नि यो भाइले कसरी पढ्यो होला के प्रभु यस्तो घरमा बसेर है उसले उसको जुन आर्ट छ नि त्यो आर्टलाई चाहिँ म एकदम रियली एप्रिसिएट भाइ म चाहिँ मैले नि धेरै दुःख गरेर पढेको हो होइन तिम्रो जस्तो नाम निकाल्न त सकिनँ म पनि स्टाफ नर्स हो प्राइभेटमा पढेको मैले संस्थाले पढाइदिएको मलाई नि पढ्न एउटा त्यो जुन काम गर्दै हुनुहुन्छ नि त्यो धेरै ठुलो कुरो हो कि तपाईको यो चाहिँ एप्रिसिएसन लेटरले कतिको चाहिँ अब हामीलाई भन्न सहिलो भयो नि त उसलाई कति गाह्रो भयो होला त्यो नाम निकाल्नलाई फुल स्कलरसिपमा नाम निकाल्नलाई भनौँ न घरमा रियलमा चाहिँ बिल्डिङ कन्स्ट्रक्सनमा काम गर्दै हुनुहुन्थ्यो हो अनि अनि हो नि हेर्नु त आज संसारभरि चकित भइसकेको छ त्यो भिडियो एकदम जति मिडिया छ सबैले लेख्यो उसले चाहिँ एकदमै म त एकदमै उसको हृदयमा भगवान हुनुहुन्छ भगवान शिव हुनुहुन्छ उसको मुटुमा राम्रोसँग पढ भाइ तिम्रो मनोबल अझै बढ्दै जाओस् है त्यो भनेर भन्न चाहन्छु सबैजनालाई धन्यवाद यहाँ सबै उपस्थितलाई धन्यवाद है